हाई एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजना? सबै सन्चै हुनुहुन्छ होला होइन? सो गाना भन्दा नि आफ्नो भोइसमा बनाउनु चाहिँ मलाई मजा लाग्यो र रहर पनि लाग्यो। यो रेडी भएको कारण चाहिँ आज म कम्पनीबाट चाहिँ इफ्तार पार्टी लास्ट इयर पनि थियो, तर लास्ट इयर चाहिँ गएन, यो पालि चाहिँ जाँदैछु। फर्स्ट एक्सपिरियन्स लिऊँ न हेड अफिसको इफ्तार भनेर। सो यसै गरी मैले आफ्नो साथीहरू नि भेटेँ, मेरो फिलिपिना साथीहरू अनि भाइहरू। उसले चाहिँ मलाई खोजिराखेको रहेछ। अनि यो हेर्नु न, हेर्दा नि खाने नमन लाग्यो कि मलाई भिम्तो रहेछ कि, हेर्दा नि रेड ब्लड। अनि त्यो कुपनहरू छ नि, त्यो चाहिँ लकी ड्रको रहेछ कि, तर आफू चाहिँ कहिले नि परेन कि त्यस्तो, किनकि लकी छैन जस्तो लाग्छ कि। अनि त्यसै गरी खानासाना खाएर अनि हामी यत्तिकै सबैजना भ्याएर अनि लाग्यो घरतिर। अनि म चाहिँ मरिनातिर, अनि बिरालो देखेँ, बिरालो पनि खिचेँ। अमेरिकन इगल देखेँ, यही हो म काम गर्ने ठाउँ। अनि उनीहरू साथीहरू दाईहरू। अनि त्यहाँपछि मदर केयर गइयो। मदर केयर, H&M, जारा, फुटलकर, यसो हुँदै सपिङ गर्दै हल्का फुल्का सामान हेर्दै सपिङ गर्दै हिँड्यो। अनि कस्तो क्युट क्युट फ्लावर। अनि मेरो साथीहरू पनि वेट गर्दै कि 3जना, बिचरा मेरो साथीहरू चिसोमा, किनकि आज हामी कोरियन खाना जाने प्लान गरियो होइन। अनि त्यही भएर कोरियन खानु नि गयो। अनि यिनीहरू यसो हल्का, अब यहाँ ड्रिङ्क्स त यहाँ ड्रिङ्क्स इलिगल छ नि त, त्यसैले खानु नि पाउँदैन, खानु मिल्दैन। अनि हामीले आफ्नो चोइसले ड्रिङ्क्सहरू अनि खानाहरू अर्डर गऱ्यो। ठिकै थियो, खासै त होइन। अब साथीहरू ग्यादरिङ हुँदा त्यही मजा के। हामी 4 महिनापछि भेटेको नि त, त्यो रमाइलो भयो। यसो भ्यू पनि देखाइदिएको नि अनि एउटा फोटो स्टुडियो रहेछ कि, फोटो स्टुडियो जस्तो। हेर्नु न, हामीले फोटो खिचेको कि कति नराम्रो आएको क्या, जेप्पाइ चाहिँ पैसा मात्र वेस्ट भयो त्यहाँ। कसैले पनि नखिच्नु है त्यहाँ। अनि हाम्रो साथीको बर्थडे रहेछ कि, हामीलाई थाहा नै नभएको के। अनि यत्तिकै अनि के किन्ने भयो, एउटा हल्का मेकअप सामान उहाँलाई। अनि यही हो, आजको दिन सकियो, म नि घर फर्किएँ। थ्याङ्क यू।